पारी हेर्नुपर्छ पारी। हेलो नमस्ते सबैमा। ओखलढुङ्गा जिल्ला बजार स्थित एकदमै पर्यटकीय चर्चित झोलुङ्गे पुलमा आइपुगेको छौँ हामी। भिडियो अलि लामो हुनेछ। यो बाटो कहाँबाट आइपुग्छ भन्दा पनि हामीले सबै क्लिपहरू कर्मेसँग राख्नेछौँ। भिडियो लास्टसम्म हेर्नुहोला। ओखलढुङ्गाको ऐतिहासिक पहिचान बोकेको घण्टाघर अनि ओखलको ढुङ्गा, यही परिवेशमा उभिएका नेपालका चर्चित साहित्यकार सिद्धिचरण श्रेष्ठको शालिग हुँदै हामी स्रष्टा पार्कतर्फ अगाडि बढ्छौँ। बाटो सिडी हालेर व्यवस्थित बनाइएको छ। वरिपरि स्टिलको रेलिङ देखिन सकिन्छ। केही माथि पुग्दै गर्दा बालबालिकाका लागि बनाएका विभिन्न खेल्ने सामग्रीहरू देख्न सकिन्छ। स्तूपा पर देखिएको ओखलढुङ्गा बजार, यहाँको भिडियो मैले पहिले पनि राखिसकेको छु। करिब 16-17 हजारले हेर्नु भइरहेछ। हेर्नुभएको छैन भने हेर्नुहोला। मान्छेको आवत जावत एकदम भिड देखिन्छ। हामी बिहानै छौँ, करिब 9 बजेको छ। यो समयमा पनि आवत जावतको भने धेरै भिड देखिन्छ। संजोग बस यहाँ भाउजूहरूलाई भेट्यो। एउटा सेल्फी लियौँ हामीले। लेसी अब पुलमा सुरु हुन्छ यात्रा। ओहो पारी हेर्नुपर्छ पारी। तर डर लाग्ने रहेछ है गाइज। यहाँ चाहिँ यता उता बराबरी बिचमा छौँ हामी। अलिक पुल लामो भएर पनि होला। हरिना चाहिँ धेरै हलिँदो रहेछ धेरै। हेर्नुहोस् पुल भने अझै फाइनल भइसकेको छैन। मान्छेहरूको प्याक छ। अझ हामी त बिहानै छौँ। पारिपट्टि देखिएको बजार। डर चाहिँ अलिक हल्का डर लाग्दा चाहिँ पुल फोटो खिच्ने टिकटक बनाउनेहरूको एकदमै भिड छ। साना बच्चाहरू पनि आउनु भएको छ। ओ यामजी तल हेर्नु गाइज। तल ओ यामजी। वाउ सानो बच्चा नानी बाबुहरूलाई पनि देखिन्छ खेल्दै गरेको। पुलको विषयमा नि केही भनौँ। पुलको लम्बाइ छ 395 मिटर र यसको क्षमता छ 119 मेट्रिक टन भनिएको छ, जसमा 853 जना चाहिँ एकैचोटि पुलमा आवत जावत गर्न सकिन्छ भनिएको छ। निर्माण व्यवसाय हुनुहुन्छ श्री हिमशेखर हिरा कन्स्ट्रक्सन प्रणाली र डिजाइन संस्था हुनुहुन्छ श्री नेसनल सिनर्जी इन्जिनियरिङ सोल्युसन प्रणाली। थ्याङ्क यू सो मच फर द वाचिङ। सी यू नेक्स्ट भिडियो।